उहाँ हाम्रो एसएङका साथीहरू हुनुहुन्छ, उहाँहरूले मलाई नै कुट्न लगाइसक्यो। यही हुनुहुन्छ एकजना। कति दिनको खर्च लिएर आउनु भएको थियो तपाईँ? मैले त 3 दिनको लिएर आएको, अब 5 दिन भइसक्यो। अब कसरी टिक्ने? हजुरलाई भोट हाल्न पाइन्न कि जस्तो भइसक्यो। के भनौँ यसमा? मैले यही हो, सबैको यस्तै छ, देशभरिका सबैको यस्तै छ। मैले भनौँ न एक प्रकारले व्यवस्था म आफै पनि अलिकति त्यति जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन् त्यसले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय जनता पार्टीको बेइज्जत गराएर मैले त्यति नै भने धेरै भन्यो नि। अब म त सिद्धि गएको थिएँ, मलाई थाहा थियो धेरैले मलाई मत दिनमा हारि नै हाल्छु होइन। अब यति बोल्नै नहुन्थ्यो, बोलिहाल्यो, तर यति व्यथित हेरेर हामीले गऱ्यो नि, हामीले देश चलाउन सक्दैन हो साथी, मैले अझै भनिदिएको छु। जस उहाँ हाम्रो एसएङका साथीहरू हुनुहुन्छ, उहाँहरूले मलाई नै कुट्न लगाइसक्यो। यही हुनुहुन्छ एकजना। कति दिनको खर्च लिएर आउनु भएको थियो तपाईँ? मैले त 3 दिनको लिएर आएको, अब 5 दिन भइसक्यो। अब कसरी टिक्ने? हजुरलाई भोट हाल्न पाइन्न कि जस्तो भइसक्यो। के भनौँ यसमा? मैले यही हो, सबैको यस्तै छ, देशभरिका सबैको यस्तै छ। मैले भनौँ न एक प्रकारले व्यवस्था म आफै पनि अलिकति त्यति जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन् त्यसले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय जनता पार्टीको बेइज्जत गराएर मैले त्यति नै भने धेरै भन्यो नि। अब म त सिद्धि गएको थिएँ, मलाई थाहा थियो धेरैले मलाई मत दिनमा हारि नै हाल्छु होइन। अब यति बोल्नै नहुन्थ्यो, बोलिहाल्यो, तर यति व्यथित हेरेर हामीले गऱ्यो नि, हामीले देश चलाउन सक्दैन हो साथी, मैले अझै भनिदिएको छु। जस।